फेरि पनि आइसक्यो गाइस तपाईहरुमा नयाँ भिडियो लिएर। आज चाहिँ म त्यही खेतबारी हो, यो त्यही खेतबारीमा आएको छु। म चाहिँ नै हो त्यही खेतबारीमा आएको छु। किन आएको भन्दाखेरि चाहिँ यो खेतबारीमा चाहिँ नि खेतबारीमा हो पनि केलाको खेतबारीमा चाहिँ नि माछा पालन गरेको रहेछ हो। त्यो माछा पालन गरेको ठाउँमा चाहिँ म गएर चाहिँ नि आज चाहिँ माछा देख्नेवाला चाहिँ कत्रो छ है त गाइस। अन्तिमसम्म हेर्नु होला है। राम्रो लाग्छ भने सपोर्ट साथ भन्नेको दिनु होला हैन, साथ सपोर्ट। अब मेरो यहीँदेखि भिडियो बनाउन सुरु भइसक्यो हैन। म चाहिँ भिडियो बनाउने हो अब चाहिँ हार खाने हैन, भिडियो बनाउँछु चट्ट तरिकाले हैन। अब यस्तो भिडियो बनाउँदै रहन्छु। अब चाहिँ मेरो भिडियो बनाउने सुरुवात यहीँदेखि हुन्छ हैन। मैले जाने बाटो चाहिँ नि हो। अब बोल्दा बोल्दै यहाँ आइपुगेँ म चाहिँ हो गाइसहरु। अब चाहिँ म जान्छु यो के भन्छ यो बाटोदेखि कहाँसम्म जाने रहेछ त चट्ट तरिकाले हैन। एउटा ढेडा भेटिरहेछ यहाँ चाहिँ हो। बाटो साटो बनाइरहेको रहेछ। आहा बाटो साटो बनाइरहेछ हो। म चाहिँ यो खेतबारीमा आएको थिएँ गाइस। यो खेतबारीमा चाहिँ माछा पालन गरेको छु। त्यही माछा पालन चाहिँ म देखाउन गएको छु हैन। यही हो बाटो साटो बनाइरहेको रहेछ ढेडो चाहिँ हो। बाटो साटो बनाइरहेछ त्यस्तै गरिरहेछ। मलाई देखेर चाहिँ नि गर्न लाग्छ हैन। त्यही हो गाइस, यही हो। बिचाराले यहाँदेखि उतासम्म खने रहेछ। आज बिहानीदेखि काममा लागेको रहेछ, अहिलेसम्म पर पुगेको रहेछ हैन। यही हो खेतबारीको यो पानी के भन्छ माछा पोखरी चाहिँ यही हो हैन। अब म चाहिँ नि यहीँ गएर देखाउँछु है त। कहाँदेखि जाने हो, बाटै छैन यहाँ जानलाई। खेतबारी पनि अर्काको, अब कसरी जाने यार हैन। देख्यो भने बब्बाल छ। भिडियो बनाउँदै आइरहेको छु। अब यार भिडियो सिडियो त बनाउनु पर्यो नि हैन, नबनाउँदै भएन। ओहो यति टाढादेखि आएछ त हौ ढेडी। हेर न रोड पुरै खनेर कस्तो बनाएको छ। आम्बो हेर्नुहोस् यहाँ अनि पोखरी रहेछ। उता चाहिँ घर छ। ऊ देखिरहेछ नि त्यो पाल, त्यहाँनिर चाहिँ घर छ। पहिलाको पानी टङ्की चाहिँ यो रहेछ तिनीहरूको। पहिलाको पानी टङ्की चाहिँ त्यो रहेछ हैन। अहिले चाहिँ युज हुँदैन। यो चाहिँ तिनीहरूकै ऊ हो क्या हो। यो खेतबारी तिनीहरूकै हो। यहाँ चाहिँ नि खेतबारी लगाएको छन्। यही खेतबारीमा चाहिँ नि म आज माछा देखाउनेवाला छु गाइस। माछाहरू होइन। ओहो नाली छ अनि यहाँ चाहिँ माछा पोखरी होइन। माछा पोखरी गाइस, माछा पोखरी हो। हेर्नुहोस् यहाँ कसरी ढाकिया छ। यहाँ माछाहरू चेपिया छ क्या हो। हेर्नुहोस् यो भित्र चाहिँ माछा छ।
भइसक्यो गाइस, माछाहरू हेरिसक्यो होइन। यही हो माछाहरू चाहिँ नि, यत्रो यत्रो जुङ्गावाला माछा छ हौ, जुङ्गावाला। हुन त म पनि जुङ्गैवाला छु। यही हो माछा पोखरी होइन। यहाँ चाहिँ नि पानी बगिरहेको छ अनि अब चाहिँ म जानेवाला छु गाइस। यहाँदेखि चाहिँ अर्काको खेतबारी होइन, धेरै रोक्नु हुँदैन यहाँ चाहिँ नि। यो हेर्नुहोस् केलाको बारी यही हो। केला पनि देखाएको थिएँ मैले हो। अब केला पनि देखाएको थिएँ उस दिन त। उस दिनको भिडियोमा चाहिँ के भयो भन्दाखेरि चाहिँ यो भिडियोमा चाहिँ नि उ भयो क्या, केही नदेखिने भयो, पुरा सेतो देखेँ कि। त्यही भएर चाहिँ मैले डिलिट गरेँ त्यो भिडियो चाहिँ। डिलिट गरेर चाहिँ आज चाहिँ यहाँ भिडियो बनाउन चाहिँ आएको थिएँ है गाइस। यहाँ चाहिँ नि खेतबारी गरेको छ हौ। यहाँ हेर्नु त, आहा यी हेर्नुहोस्, यहाँ चाहिँ केला, दडिएको केला हो यो गाइस। यहाँ चाहिँ नि खेतबारी गरेको रहेछ। यो चाहिँ नि साग, आहा ल हेर्नुहोस्, यहाँ चाहिँ खेतबारी गरेको रहेछ। यहाँ चाहिँ नि के लगाएको छ, के होला त यो, काँक्राको बोट हो कि के को बोट हो। यहाँ चाहिँ नि खेतबारी गरेको रहेछ भनौँ। ल हेर्नुहोस्, ए हेर्नुहोस्, यस्तरी लाइनमा लगाएको छ, लाइनमा लगाएको छ। यहाँ चाहिँ नि खेतबारी गरेको रहेछ। अर्काको खेतबारीमा धेरै नरोकौँ, खेतबारीमा धेरै नरोकौँ, निकाल्नु पर्यो। गाइस म चाहिँ रोडमा पुगिसक्यो हो। उस दिन चाहिँ यहाँ खनेको रहेछ होइन, आज चाहिँ खनेको छ। यो ठाउँमा मैले स्कुटी चाहिँ नि राखेको देखाएको थिएँ। यो ठाउँमा चाहिँ अहिले चाहिँ खनेर चाहिँ यस्तो बनाएछ। यहाँ एकान्त ठाउँमा घर पनि रहेछ यहाँ। अनि यही हो ठाउँ, गाउँ। उता एकान्त ठाउँमा त्यो पनि घर छ। अनि यहाँ चाहिँ गाइसहरू ठाउँ चाहिँ यता चाहिँ नजाउँ होइन। मेरो फार्म चाहिँ यो माथि हो, यो माथि चाहिँ फार्म छ। म चाहिँ नि तल आएको छु यो भ्यू देखाउनको लागि। माछा चाहिँ देखिसक्यो, ढुङ्गावाला माछा छ। धेरै राम्रै नदेखाए पनि थोरै त देखिन्छ होइन गाइसहरू। यस्तै हो गाइस। अब चाहिँ म यहाँदेखि चाहिँ घर जान्छु, रुममा जान्छु। म चाहिँ नि यहाँ आइसकेँ। अब चाहिँ यहाँदेखि चाहिँ माथि जानु पर्यो। अब के गर्नु पर्यो, माथि जान्छु। माथि गएर चाहिँ खिच्छु है त। तलदेखि चाहिँ माथि आइपुग्यो। तल चाहिँ काँडा रहेछ, यहाँ बिजेर खत्तम बनायो। हेर नि कस्तो बनाएको छ। तलदेखि चाहिँ माथि आइयो। अब चाहिँ यहाँदेखि माथि जाने यो घोडीदेखि। यहाँदेखि चाहिँ अब माथि जानु पर्यो। ठाउँमा सुँगुर आएर यस्तो गरिदिएको रहेछ। यस्तो यहाँ पनि छ बोटाहरू, सबै बोटाहरू यस्तो छ। यो हेर्नुहोस्, सुँगुरले चाहिँ यस्तो गरिदिएको चाहिँ। यो चाहिँ सबै कदुहरूको बोटा हो। यो कदुहरूको बोटा हो यो चाहिँ सबै। यो चाहिँ नि केला, खड्डा रहेछ। यहाँ चाहिँ नि कदु लागिरहेछ। यस्तो गरिदिएको सुँगुर आउने रहेछ
छैन क्या यो ठाउँमा हो केला लागेछ कदुको बोटहरू सबै अनि यहाँदेखि चाहिँ भ्यू कस्तो देखिन्छ है हेर्नु है भ्यू Lions view Kerala view Kerala view guys Kerala view हाम्रो यो केरला भ्यू यस्तै छ अहिले हावा लागिरहेको छ हो क्या हावा लागिरहेछ हो गाइस भ्यू चाहिँ देखिसक्नु भयो होला यही हो भ्यू चाहिँ हम चाहिँ हाम्रो उता छ यो फर्म भ्यू चाहिँ देखिसक्नु भयो होला यही हो भ्यूज भ्यूज हैन हो भ्यू भनेको भ्यूज ल त आजको भिडियो यति नै टुमा पनि पुगिसके यही अर्को भिडियोमा भेटौँला ओके बाइ